नमस्ते। हामी सबैसँग सिप त हुन्छ, होइन त? तर सोच्नुहोस् त कि हाम्रो पहिलो भेटले त्यो सिपलाई न्याय गर्छ त? कहिलेकाहीँ हाम्रो प्रस्तुति र पहिरन्नेले सबैभन्दा ठूलो फरक पार्छ। ल आज हामी त्यही पहिलो 7 सेकेन्डको जादुको बारेमा कुरा गरौँ न, जसले व्यावसायिक अवसरका कैयौं ढोकाहरू खोल्न सक्छ। हो, मात्रै 7 सेकेन्ड। सुन्दा अचम्म लाग्न सक्छ, तर रिसर्चले के भन्छ भने हामीले कसैलाई भेट्ने बित्तिकै त्यो पहिलो 7 सेकेन्डभित्रै उसको व्यक्तित्व, आत्मविश्वास अनि विश्वसनीयता कस्तो छ भनेर दिमागमा एउटा खाका कोरिसक्छौं। र यो सबै आफ्नो परिचय दिनु वा हात मिलाउनु भन्दा पनि अगाडि भइसक्छ। त्यसैले त भनिन्छ नि, फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन। हो, यही सानो क्षणले नै व्यावसायिक सम्बन्धको जग बसाल्छ। तर प्रश्न यो हो कि हाम्रो दिमागले यति छिटो बाहिरी रूप हेरेर किन निर्णय लिन्छ? ल यसको पछाडिको साइकोलोजी बुझ्नको लागि हाम्रो व्यक्तित्वलाई एउटा आइसबर्गसँग तुलना गरेर हेरौँ न। ल हेर्नुहोस् त यो आइसबर्ग। हाम्रो जुन चरित्र र सीप छ नि, त्यो त यो आइसबर्गको 90% हिस्सा हो जुन पानीमुनि लुकेको हुन्छ, देखिँदैन। तर मान्छेले सुरुमा के देख्छ? हो, त्यो पानीमाथिको 10% मात्रै, जसमा हाम्रो पहिरन, ग्रुमिङ अनि स्टाइल पर्छ। अब जब त्यो 10% प्रभावशाली देखिन्छ नि, त्यसले हेलो इफेक्ट जस्तो काम गर्छ। मतलब मान्छेहरूले के सोच्छन् भने, ओहो, बाहिर यति राम्रो छ भने भित्र त्यो लुकेको 90% पनि त्यस्तै राम्रो होला। त्यसो भए त्यो 10%लाई कसरी निखार्ने त? यसको सुरुवात कुनै महँगो सुट किनेर हुँदैन। बरु एउटा एकदमै प्र्याक्टिकल दैनिक चेकलिस्टबाट हुन्छ। अनि एउटा कुरा के याद राख्नुपर्छ भने, राम्रो लुगा लगाउनुको पहिलो कदम भनेकै व्यक्तिगत सरसफाई हो। यी 3 कुराहरू चाहिँ प्रोफेसनल देखिनको लागि एकदमै आधारभूत कुरा हुन्। जग्ने भनौँ न। पहिलो, शरीरको गन्ध। एउटा राम्रो डियोडोरेन्टले दिनभरि नै कन्फिडेन्स दिन्छ। दोस्रो, मुखको सरसफाई। यसले हामीलाई भेट्ने मान्छेलाई एकदमै सहज महसुस गराउँछ। अनि तेस्रो, हात र नम। कुराकानी गर्दा मान्छेको ध्यान अक्सर हाततिर जान्छ। त्यसैले नङहरू सधैँ सफा र काटेको हुनु पर्यो। ल अब पुरुषहरूका लागि केही विशेष र एकदमै काम लाग्ने ग्रुमिङ टिप्सहरू हेरौँ। यी टिप्सहरू प्रोफेसनल वातावरणमा साँच्चै महत्त्वपूर्ण हुन्छन्। यहाँ केही मुख्य कुराहरू छन्, जस्तै कपाल राम्रोसँग मिलाएको हुनु पर्यो, चाहे जेल लगाएर होस् वा चिटिक्क कोरेर। दाहिरी पाल्ने हो भने सफासँग ट्रिम गरेको हुनु पर्यो, नत्र क्लिन सेभ नै राम्रो। अनि सधैँ पूरा बाहुला भएको र राम्रोसँग आइरन गरेको सर्ट लगाउनुहोस्। यसले तुरन्तै एउटा प्रोफेसनल लुक दिन्छ। अब 2वटा यस्ता महत्त्वपूर्ण कुरा जुन अक्सर मान्छेले वास्ता गर्दैनन्। पहिलो, बेल्टको रङ जुत्तासँग मिलाउने, र दोस्रो, मोजाको रङ पाइन्टसँग मिलाउने। जस्तै कालो पाइन्ट लगाउँदा कालो मोजा। एउटा कुरा याद राख्नुहोस् है, कालो पाइन्टसँग सेतो मोजा कहिल्यै प्रोफेसनल देखिँदैन। हो, यस्तै साना साना कुराले नै ओभरअल लुकलाई निखार्ने हो। ल अब महिलाहरूको प्रोफेसनल प्रस्तुतिको लागि केही महत्त्वपूर्ण टिप्सहरू हेरौँ। प्रोफेसनल देखिनका लागि पाइन्ट सर्ट, ब्लेजर वा फर्मल देखिने साडी वा कुर्ता सुरुवाल एकदमै उपयुक्त हुन्छ। तर कपडा धेरै भड्किलो वा पारदर्शी चाहिँ हुनु हुँदैन। अनि ह्यान्डब्यागको कुरा गर्दा कालो वा खैरो जस्ता न्युट्रल कलरहरू रोज्नु नै सबैभन्दा राम्रो, जसले गर्दा ध्यान अन्तकतै जाँदैन। मेकअप र जुत्ताको छनौटले पनि प्रोफेसनल देखिनमा ठूलो भूमिका खेल्छ। मेकअप सकेसम्म हल्का र प्राकृतिक देखियोस्, साथै धेरै गहना वा छनछन आवाज आउने चुराहरूले अरूको ध्यान भङ्ग गर्न सक्छ। अब जुत्ताको कुरा गर्दा धेरैजसो कर्पोरेट अफिसहरूमा अगाडिबाट बन्द भएको र हिँड्न सहज हुने हिल भएको जुत्ता नै उपयुक्त मानिन्छ। तर कपडा र सरसफाई मात्रै सबै कुरा होइन। यो त समीकरणको एउटा हिस्सा मात्र हो। आफूलाई कसरी प्रस्तुत गरिन्छ त्यो पनि अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हाम्रो बडी ल्याङ्ग्वेजले शब्दले भन्दा धेरै कुरा बोलिरहेको हुन्छ। जस्तै सोझो उभिनुले आत्मविश्वास देखाउँछ। कुरा गर्दा आँखामा हेरेर बोल्दा इमान्दारिता र विश्वास पर्छ। एउटा साँचो मुस्कानले मान्छेलाई नजिक र सकारात्मक देखाउँछ। अनि न्यानो अभिवादनले कुनै पनि सम्बन्धको लागि राम्रो सुरुवात गर्छ। ल अब यी सबै कुराहरूलाई समेटेर यसको मुख्य सन्देश के हो त्यो हेरौँ। अन्तमा एउटा कुरा के याद राख्नुपर्छ भने, हाम्रो ग्रुमिङले हामी आफ्नो कामप्रति कति गम्भीर छौं भन्ने कुरा देखाउँछ। यो केवल राम्रो देखिनको लागि मात्रै होइन, यो त आफ्नो काम, आफ्नो सहकर्मी र सबैभन्दा महत्त्वपूर्ण आफूप्रति नै सम्मान देखाउने एउटा तरिका हो।
र जाँदा जाँदै एउटा प्रश्नबारे सोचौं न, अरूलाई प्रभावित पार्नु त छँदैछ, तर त्योभन्दा पहिले के आइनामा हेर्दा आफ्नो प्रस्तुतिबाट 7 सेकेन्डमा आफैलाई प्रभावित पार्न सकिन्छ त? किनकि साँचो आत्मविश्वासको सुरुवात त आफैबाट हुन्छ।